Hello everyone, welcome back to my new video. सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला नि, म पनि सन्चै छु अनि सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आजको भिडियो स्टार्ट गरिसकेको छु। आज चाहिँ हामी जाँदैछ संगति अनि साथीहरु, हामी चाहिँ यहाँ पर नै जानुपर्ने हुन्छ। अहिले म तपाईहरुलाई देखाउने छु साथीहरु। अनि त्यहाँनिर गइकन चाहिँ संगतिहरु गर्नुपर्ने हुन्छ हामी चाहिँ। अनि त्यही हो साथीहरु, हेर्दै गर्नुहोला। अनि आजको मौसम चाहिँ एकदमै वाउ छ है। आजको मौसम चाहिँ एकदमै घाम लागेको छ। अब चाहिँ घाम लाग्ने समयहरु आएको छ साथीहरु, त्यही भएर घाम लागिरहेछ एकदमै। सो गाइस, आजको मौसम भन्नुपर्दा चाहिँ एकदमै घाम लागिरहेको छ है, यस्तो छ। अनि 2-3 दिन चाहिँ एकदमै धेरै हावा चलेको थियो अनि अहिले चाहिँ हावा पनि रहेको छ साथीहरु। त्यही भएर अब चाहिँ हामी जानुपर्ने हुन्छ अनि संगति। ल, आजको मौसम चाहिँ यस्तै छ। अनि सो आज चाहिँ वाउ नै छ है। अब चाहिँ तर जे होस्, अब चाहिँ हाम्रो दिन आयो, जाडोको मौसम गयो नि त, त्यही भएर कोला अनि जाँदैछु गाइस, हेर्दै गर्नु होला। अनि म चाहिँ यहाँबाट एक्लै नै छु अनि यहाँ तलबाट चाहिँ मामाहरू माइजूहरू हामी दुईजना जाँदैछौँ। अनि त्यही हो। अनि सो साथीहरू, अनि हाम्रोतिर चाहिँ धमाधम मकै छर्ने धमाधम भइरहेछ। अनि तपाईहरुकोतिर चाहिँ के कसो गर्नुहुँदैछ अनि के गर्दै हुनुहुन्छ? मकैहरू छरिसक्नु भयो कि छैन अनि के छ कसो छ साथीहरू? हाम्रोतिर चाहिँ एकदमै मकैहरू चाहिँ एकदम छरिसकेको छौँ है साथीहरू, त्यही हो। अनि यहाँनिर चाहिँ पाठा पनि छ अनि म चाहिँ जाँदैछु। अनि हाम्रोतिर चाहिँ एकदम पानीहरू एकदम हाम्रोतिर चाहिँ धमाधम मकै छर्ने धमाधम भइरहेको छ। अनि तपाईँहरूकोतिर चाहिँ के गर्दै हुनुहुन्छ होला? मकै छर्नु भयो कि भएन? मकै छरिसक्नु भएन? सो गाइस, त्यही हो साथीहरू, हेर्दै गर्न साथीहरू। सानो अब हामी जाने है, संगति जाने नि। फुलमाया खोइ, फुलमाया यस्ता ल। नानीहरू स्कुल जाँदैछ साथीहरू। छिटो जाऊ, छिटो ढिलो भइस। माथि मिसले पर्खिराखेको छ, यता पनि हाम्रो सानो यता। तिमीहरू नजाने स्कुल? खोइ अनि लुगा लगाएको त्यही लगाएर जाने? ए है साथीहरू, यो पर देखेको छ नि, यो हो। यहाँ चाहिँ हामी जाँदैछौँ साथीहरू। अब चाहिँ हामी जाँदैछौँ गाइस, हामी चाहिँ त्यहाँ संगति जाँदैछौँ। अनि मामा, तपाईँलाई पनि स्वागत छ मेरो भिडियोमा। अनि के खानु भएको त्यो? यो ठुलो खाले केरा। अनि के बोक्नु भएको? यो भुजा हो। के संगतिलाई दिनलाई भुजा हो? हजुर। ल है त साथीहरू, हामी आफै गएर बनाएर खानुपर्ने हुन्छ। अनि त्यही हो। अनि हेर्दै गर्नु होला। अनि चिसो चाहिँ यहाँ झोलामा बोक्नु भएको छ अनि मामाले। अनि हामी चाहिँ जाँदैछौँ। लु, त्यसरी चाहिँ लड्न पाइँदैन है साथीहरू। अनि सो यता पनि माइजूहरू जानुहुँदैछ। माइजू म यहाँबाट चाहिँ हामी 3 जना जाँदैछौँ। अनि उताबाट नयाँ ठुलो खरबनीबाट चाहिँ, ठुलो गाउँबाट चाहिँ 6-7 जना आउनु हुँदैछ साथीहरू, हेर्दै गर्नु होला। र हामी चाहिँ यहाँ जाँदैछौँ, यहाँ देखेको ठाउँमा। अनि यहाँ हामी जाँदैछौँ, माइजू म मामा नानी अनि अरू आउनु हुँदैछ। अनि सो यहाँ चाहिँ साह्रै अप्ठ्यारो पनि छ साथीहरू, बाटो यस्तो अप्ठ्यारो छ गाइस, हिँड्न चाहिँ एकदम साह्रो छ। बिस्तारै आउने माइजू। अनि त्यही हो साथीहरू, मैले चाहिँ हामी चाहिँ अब पुग्न लाग्यौँ। यहाँ चाहिँ जानुपर्ने। गाइस अन्त पुग्छ पनि होइन, धेरै त के खाइँदैन त।
सो साथीहरू अब चाहिँ हामी जानुपर्ने हुन्छ अनि त्यही हो यहाँनिर चाहिँ बगर छ हामी चाहिँ माथिबाट अनि ओह्रालो झरेको अनि अब भरे चाहिँ फेरि उकालै कसरी जानु गाह्रो छ साथीहरू अनि त्यही हो हेर्दै गर्नुपर्छ अब त्यहाँनिर जानुपर्ने छ म पनि फर्स्ट टाइम जाँदैछु त्यहाँनिर चाहिँ दाइको घरमा त्यही हो साथीहरू साथीहरू हामी चाहिँ यहाँ खोलामा झरिसक्यौँ अनि यहाँनिर चाहिँ छ सिमे साग हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ जाँदैछौँ अनि उहाँहरू चाहिँ अझै आउनै भएको छैन अब होस् हामी चाहिँ जाँदैछौँ है गाई झाँक्छ मामा माइजू म जाँदैछौँ अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले सिमे साग कसलाई मनपर्छ कमेन्ट गर्नु है त साथीहरू चाहियो भने कमेन्ट गर्नु होला हामीले दिन तयार छौँ होइन मामा कस्तो मामा सो अब चाहिँ हामी फाइनली पुगेपछि देखाउने छु हेर्दै गर्न लाभ चाहिँ हामी पुग्न आँट्यौँ एकदम गाह्रो छ क्या बाटोहरू एकदम अप्ठ्यारो छ अनि खुट्टाहरू भाँच्ने सम्भावना हुन्छ साथीहरू पहाड भित्तामा हिँड्दा ल अब चाहिँ हामी यहाँ खोला तर्नु पर्ने हुन्छ अहिले चाहिँ खोला छैन नि त साथीहरू भोलि पर्सि चाहिँ यो डङ हुन्छ खोला कम्ती साह्रो हुँदैन हामी चाहिँ यहाँ जाँदैछौँ खोलामा पुग्यौँ ल टाइगर चाहिँ त्यहाँ जाँदैछ साथीहरू साथीहरू बगर हेर्दा चाहिँ यस्तो छ होइन तर हामी हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ यस्तो कठिनाइहरू छ भिरहरू छ नि त साथीहरू तर अनि यहाँनिर भिडियोमा चाहिँ त्यति मजाले देखिँदैन कि तर नेचुरल हेर्दा चाहिँ एकदम कठिन छ क्या यो ठाउँहरू चाहिँ के गर्नु र साथीहरू यस्तै हो साथीहरू हाम्रो भाउजू नि आउनु हुँदैछ गाइस हेर्न सक्नुहुन्छ हेलो स्वागत छ मेरो भिडियोमा गाइस हामी चाहिँ यहाँ जाँदैछौँ उकालो रहेछ साथीहरू म चाहिँ फर्स्ट टाइम आउँदैछु होइन अनि नयाँ ठाउँमा जानु पाउँदा एकदमै एक्साइटेड चाहिँ हुँदो रहेछ साथीहरू होइन अब जे भए पनि यहाँ आएकै थिएन नि त म फर्स्ट टाइम आउँदैछु अनि हामी जाँदैछौँ तर यहाँ बाटो साह्रै आमामा कसरी जानु हजुर साथीनीहरू एकदम गाह्रो छ होइन साथीहरू यहाँ तपाईँहरूले भिडियोमा हेर्दा त त्यति धेरै अप्ठ्यारो देखिँदैन नि त तर यहाँ चाहिँ एकदम अप्ठ्यारो छ उकालो हिँड्नुपर्छ कसरी आमामा ए परमेश्वर कताबाट हिँड्छ अर्को बाटो चाहिँ ल एकदम गाह्रो छ अनि हामी चाहिँ पुग्न आँट्यौँ साथीहरू परमेश्वरको जय मसी दाजु लि साथीहरू हामी चाहिँ यहाँ आइपुग्यौँ दाजुको घरमा जय मसी दाजु वाह यहाँबाट पो राम्रो देखिँदो रहेछ त अनि आमाइलो अनि यहाँ चाहिँ ठुलो खरबनी ठुलो गाउँ हो साथीहरू हेर्दा चाहिँ यही छ तर हिँड्दा त आमामा पसिनै छुट्यो पसिना आम्बो यस्तो रहेछ अरे वाह क्या हुन्छ दादा बसौँ जस्तो लाग्ने रहेछ लु यहाँनिर चाहिँ हामी चाहिँ आइपुगिसक्यौँ साथीहरू स्वागत छ तपाईँलाई पनि भिडियोमा लु यता हेर्नु न गाई आमामा रमाइलो रहेछ तपाईँ यहाँ त अनि बाख्रा त छैन त दाजु ए
यति नै तपाईँको अहिले जमुना पारी के होला स्वागत छ तपाईहरुलाई हाम्रो यहाँनिर घरमा भर्खर आउनु भएको तपाईहरु ल स्वागत छ है तपाईहरुलाई मेरो भिडियोमा थ्यांक यू आम्बो सकेन है ल मैले सेक्रेटरी गार्डहरु यता हामी चाहिँ फाइनल यहाँ आइपुगिसक्यौँ अनि एक दुईवटा भिडियो पनि बनायौँ साथीहरू अब चाहिँ हामी यहाँ सङ्गति बस्नु पर्ने हुन्छ फाइनली साथीहरू हाम्रो चाहिँ स्पेसल चटपट बनिँदैछ साथीहरू चटपट चटपट खानेहरू सबैजना यहाँ हुनुहुन्छ साथीहरू हामी चटपट खानुपर्ने हुन्छ मिठो लो चटपट बनाउनेहरुलाई धन्यवाद धेरै म कस्तो लिएर जाउँ यता त पुग्छ त्यता तपाईहरु त्यो राख्नु न ड्युटी ल्याउनु ल चटपटे कस्तो छ गाइस डाक्टरको आज चाहिँ खुबै 2 बजे जाँदा हुन्छ भन्छ तता त 1 बज्नु पाउँदैन त 12 बजे कल आको नि भन्छ नम्बर चटपटे भित्र लाग्छ नि त घाममा अस्ति माउ दुईटा निकाल्नु साथीहरू हाम्रो चाहिँ यहाँनिर सङ्गति आएको हाम्रो दाइले चाहिँ पुरा यहाँ व्यवस्था छ खसीको मासु है साथीहरू मासु खसीको मासु मासु काट्ने चाहिँ हाम्रो मामा खसीको माई लै गाई चाहिँ यता पनि छ हाम्रो चाहिँ आम्बो कति धेरै लै साथीहरू दुःख पाउनु भयो नि तपाईँले त हो नि लाई यहाँ चाहिँ हाम्रो यहाँ टमाटर दाइले यहाँ लिएर राख्नु भएको छ यहाँ चाहिँ बिउ राख्ने तरिका है साथीहरू तपाईँहरूलाई कसलाई थाहा छैन होइन यो चाहिँ खोर्सानीको बिउ राख्ने तरिका अनि यो चाहिँ फुटाएर राख्यो भने चाहिँ मुसाले खाइदिन्छ नि त अनि यसरी झुन्डाएर राख्यो भने चाहिँ यस्तो हुन्छ ल हेर्नुहोस् साथीहरू कसलाई थाहा छ ल यहाँ के जातिहरू राख्नु भएको छ दाजुले चाहिँ नै यहाँ तयार पारेर ढक्करसँगले ल साथीहरू यता चाहिँ एकदम सरसफाइ पनि छ अनि बाख्रा पनि पालन यस्तो छ यताबाट चाहिँ राख्ने रहेछ यताबाट चाहिँ खोलेर यताबाट बाख्रा हेलो आमै दुध खान आएको साथीहरू हाम्रो चाहिँ यहाँ खसीको मासु पाक्दैछ मासु फाइनली म चाहिँ सङ्गतिबाट पनि घर आइसकेँ अनि घर आइसक्यो अनि साथीहरू आजको भिडियो चाहिँ यति नै थियो अनि सो हामी चाहिँ त्यहाँनिर गएर सङ्गतिहरू गऱ्यौँ भने एकदमै रमाइलो फोटोसोटो खिच्यौँ अनि टिकटक बनायौँ अनि हामी घर फर्केर आयौँ अनि सो साथीहरू अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला अनि लाइक कमेन्ट पनि गर्नु होला है त साथीहरू भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु भेट्ने छ नेक्स्ट भिडियोमा भन्दै नमस्ते बाइ बाइ मिस यु अल